हरूले चाहिँ मेमोरी सेयर गरेछ, एउटै मेमोरीमा काम गरिरहेछ। यसको एडभान्टेज भन्नु पर्दाखेरि कम मेमोरी युज भयो हैन। अनि अर्को लो कोस्ट। डिसएडभान्टेज भन्नु पर्दाखेरि लोड ब्यालेन्सिङको आधारमा चाहिँ यसको त्यति इफिसिएन्ट भएन। अर्को फल्ट टोलरेन्स, यदि मेमोरी नै फल्ट भयो भने डाटा नै स्टोर गर्न के हुन्छ त गाह्रो हुन्छ। नम्बर 2 को आधारमा डिस्क सेयर्ड आर्किटेक्चर। डिस्क सेयर्ड यसमा के हुन्छ भन्दाखेरि मल्टिपल सीपीयूहरू प्रोसेसरहरूले चाहिँ कम्युनिकेसन नेटवर्कमा काम गर्दाखेरि इन्टरकनेक्सन सीपीयूहरू चाहिँ एक आपसमा काम गर्दाखेरि डिस्क नै सेयर गरेको हुन्छ, डिस्क नै सेयर गर्छ यसले हैन। यही भनेको के हो त डिस्क सेयर आर्किटेक्चर। यसको एडभान्टेज भन्नु पर्दाखेरि फास्ट, इफिसिएन्ट हैन र रिलेबल हुन्छ। नम्बर 3 हैन, 3rd नम्बरको आर्किटेक्चरको कुरा गर्दाखेरि नम्बर 3 मा नथिङ सेयर्ड। नथिङ सेयर्डमा के हुन्छ भन्दाखेरि यसमा हरेक सीपीयूको आफ्नै मेमोरी हुन्छ, आफ्नै डिस्क हुन्छ। नथिङ सेयर्ड सबैले आफ्नै छुट्टै एउटा नेटवर्कमा चाहिँ काम गर्ने गर्छ प्यारेलली। यसको आर्किटेक्चर भन्नु पर्दाखेरि डिस्क, सीपीयू, मेमोरी र डिस्क। त्यसै गरी अर्को सीपीयू, मेमोरी हैन, सीपीयू भयो, डिस्क भयो र मेमोरी भयो। फेरि अर्को सीपीयू, मेमोरी र डिस्क हैन। एडभान्टेज अफ नथिङ सेयर आर्किटेक्चर के हुन्छ भन्दाखेरि यसको एडभान्टेज हैन इफिसिएन्ट हुन्छ, हाई इफिसिएन्ट, फास्ट हुन्छ, फल्ट टोलरेन्स हुन्छ। यदि फल्ट टोलरेन्स भनेको के हो भन्दाखेरि यदि एउटा सिस्टमले काम गर्न छोड्यो भने अर्को सिस्टम चाहिँ काम गर्न स्टार्ट गर्छ र यदि एउटा सिस्टमको डाटा लस भयो भने अर्को सिस्टमबाट के गर्न सकिन्छ त डाटालाई के गर्न सकिन्छ भन्दाखेरि ब्याकअप गर्न सकिन्छ। ओके, थ्याङ्क यू भेरी मच फर टुडे।